5 दर्जन जति व्यावसायिक प्रतिष्ठानको यहाँ सहभागिता छ। ती सबै प्रतिष्ठानबाट पाल्नुभएका सम्बन्धित संस्थाका चेयरम्यान तथा प्रतिनिधिज्यूहरू, आजको यो पोखराको जब फेयरमा अतिथिका रूपमा आमन्त्रित सम्पूर्ण पाहुनाहरू र यहाँ अवसरका लागि उपस्थित हुनुभएका सबै, खास गरी युवा तथा विद्यार्थी भाइ बहिनीहरू, यहाँहरू सबैलाई म पोखरा महानगरपालिकाको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट हार्दिक सम्मान र अभिवादन गर्छु। जो पोखराभन्दा बाहिरबाट आउनु भएको छ यहाँहरू सबैलाई पोखरामा हार्दिक स्वागत गर्न चाहन्छु। आजभन्दा 26 दिन अगाडि मलाई अहिले पनि याद छ, मेरा मित्र दुर्गा हुमागाईजीले कहाँ हुनुहुन्छ तपाईँलाई एकछिन भेट्नु छ भनेर पटक पटक फोन गर्नुभयो। म एउटा मिटिङमा थिएँ र हाम्रो मिटिङ बेलुका 8 बजे मात्रै हुन सम्भव भयो। व्यक्तिगत हिसाबले म मोहन ओझाजीलाई धेरै वर्षदेखि चिन्छु, तर यो परिस्थितिमा र यो कार्यक्रमका लागि भएर उहाँसँग कुराकानी हुन पाएको थिएन। पोखरामा एउटा विशेष खालको जब फेयर हामी गर्न चाहन्छौँ। झन्डै 3-4 दशकदेखि हामी यो क्षेत्रमा या 4को क्षेत्रमा काम गरिरहेछौँ भनेर मोहन सरले भन्नुभयो। उहाँको कुरा पुरा हुन नसक्दै नै मैले भने हामी गएको 4 वर्षदेखिबाट पोखरामा विभिन्न संस्थाहरूसँग मिलेर, सरकारका विभिन्न निकायहरूसँग मिलेर हामीले नै स्थापना गरेको बिजनेस प्रमोसन सेन्टरले जब फेयरहरू गर्दै आइरहेछ। सायद नेपालको सबैभन्दा ठुलो जब फेयर केही वर्ष अगाडि अहिलेका सम्माननीय सभामुखज्यू श्रम मन्त्री भएको बेला पोखरामा श्रमदान भनेर देशभरि गर्ने सन्दर्भमा पोखरामा यही हलमा नै भएको थियो। सायद यो हल औपचारिक रूपमा शुभारम्भ त अझै पनि भएको छैन, तर त्यतिखेर पहिलो कार्यक्रम नै त्यही थियो। त्यस पछाडिको वर्षमा हामीले सभागृहमा प्रदेश सरकारसँगको सहकार्यमा जब फेयर गऱ्यौँ। गएको वर्ष हामी एक्लै गऱ्यौँ र यस वर्ष पनि हाम्रो कार्यक्रममा यो जब फेयर गर्ने बजेटभन्दा अगाडि अथवा पछाडि असार महिनामै गर्ने हाम्रो प्रोग्राम थियो बिपिसीको। मैले उहाँलाई भने हाम्रो यो पाइपलाइनकै प्रोग्राम छ र तपाईँ जस्तो देशभरिका सबै लिडिङ अर्गनाइजेसनहरूसँग काम गरिरहनु भएको, खास गरी एचआरको क्षेत्रमा यत्रो विख्यात हासिल गर्नुभएको अर्गनाइजेसन पोखरामा आउनुहुन्छ भने तपाईँहरू नै आयोजक बन्नुहोस् न। त्यसमा पोखरा चेम्बर अफ कमर्स, पोखरा उद्योग वाणिज्य सङ्घ पोखरामा गर्नुभएको हुनाले र अरू पनि व्यवसायिक क्षेत्रका साथीहरूलाई आह्वान गर्नुहोस् र उहाँहरू मिलेर तपाईँहरू गर्नुहोस्। हामी तपाईँहरूलाई पछाडिबाट ब्याकिङ गर्छौँ। सरकारको काम भनेको साथ सहयोग दिने हो। तपाईँहरूले नगरेको अवस्थामा हामी आफै आयोजना गर्छौँ भनेर मैले 26 दिन अगाडि राति हाम्रो मिटिङ सकिँदा 9:30 बजेको थियो। यति छोटो समयमा यो कार्यक्रमले देशभरिका यति ठुला कम्पनीहरू होइन, इन्स्टिच्युटहरू यहाँ सहभागी हुनुभएको छ। हामी जान्नु पोखरा भन्न सक्नुहुन्थ्यो होइन, तर पनि सबैलाई यहाँ पोखरामा ल्याएर मैले हिजो बेलुकासम्मको रेकर्ड हेर्दा 1500 भन्दा बढी जब सिकरहरूले त्यसमा रजिस्ट्रेसन गर्नुभएको छ। अहिले पनि निकै ठुलो भिड छ र यो मलाई लाग्छ आज हामी भरेसम्ममा अघि मोहन सरले भने जस्तै गरेर 5000 भन्दा बढी रोजगारी प्रदान गर्ने र रोजगारी चाहनेहरूको बिचको हाम्रो भेटघाट हुनेछ। पोखरा महानगरपालिकाको आफ्नै बिपिसीको रोजगार भन्ने एप्स पनि छ। त्यसमा पनि हामी निरन्तर रूपमा आवश्यक भएको साथीहरूसँग काम गर्न सक्छौँ नै। यो बाहेक पनि 20 जना मान्छे मात्रै जम्मा भएर हामीलाई यो खालको तालिम चाहियो, हामी यो काम गर्छौँ, यो काम हामीले गरिरहेछौँ, हामीलाई अझै टेक्निकल सपोर्ट चाहियो, अझै हामीलाई साथ सहयोग चाहियो भनेर जो कोही आउँदाखेरि पनि पोखरा महानगरपालिकाको बिपिसीले बिजनेस प्रमोसन सेन्टरले साथ सहयोग र कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। आजसम्म हामीले हजारौँ व्यक्तिहरूलाई सिप सिकाउने, खास गरिकन हामीले एकरो ढङ्गले तालिम मात्र दिने कुरा होइन, त्यो तालिमबाट प्राप्त गरिसकेपछि उहाँहरूलाई सर्टिफिकेसन गर्ने कुरा, अथेन्टिसिटीको कुरा सहित सिटिभिटीको पछाडि त्यसको सममूल्याङ्कन गर्ने परीक्षामा समेत सहभागी गराउने र उहाँहरू चाहिँ आफै स्वरोजगार हुनुहुन्छ भने उहाँको अझै क्षमता वृद्धि गर्ने, होइन भनेदेखि यहाँबाट तालिम प्राप्त गरेकाहरूलाई कसरी रोजगारीमा जोड्न सकिन्छ। खास गरिकन अझ हाम्रो प्रायोरिटी त स्वरोजगारसँग सम्बन्धित नै हो र तपाईँहरूले आफ्नो प्लान गर्नुहोस्। 2 वर्षमा, 4 वर्षमा, 6 वर्षमा, 10 वर्षमा मैले यति रोजगार दिन्छु भन्ने आफ्नै प्लान बनाएर सानो कामबाट सुरु गर्नुहोस्। एकैचोटि सबै बिजनेस हाउसहरू ठुला भएका होइन। त्यस कारणले गर्दा हजारौँ माइलको पाइला यात्रा पनि एक पाइलाबाट सुरु हुन्छ भने जस्तै गरेर आफू र आफ्नो परिवारको सदस्यहरूबाट स्वरोजगारीबाट सुरु गर्न सकिन्छ। बिस्तारै बिस्तारै तपाईँले यो रोजगारी बढाउँदै गएर एउटा राम्रो
बिजनेस हाउस तपाईँले बनाउन सक्नुहुन्छ, व्यावसायिक संस्था निर्माण गर्न सक्नुहुन्छ, सानोबाट सुरु हुँदै भोलि ठुलो उद्योग प्रतिष्ठान तपाईँ स्थापना गर्न सक्नुहुन्छ। मात्रै तपाईँमा दृढ इच्छा शक्ति चाहिन्छ, प्यासन चाहिन्छ। र अर्को त लगानीको बाटो पनि छ। यदि लगानी जरुरी हो भनेदेखि लगानीका पनि विभिन्न क्षेत्रहरू खोज्ने काममा पनि हामी साथ सहयोग दिन्छौँ। स्टार्टिङ त हामीले स्टार्टअपका लागि चाहिँ 2.5 लाख रुपियाँ महानगरपालिका र हामीले केही कमर्सियल ब्याङ्कहरूसँग मिलेर नेपाल सरकारको स्वरोजगार कोषबाट मिलेर चाहिँ एउटा परियोजना हामीले स्टार्ट सुरु गरेका हौँ। त्यो पैसा थोरै भयो भन्ने कुराहरू पनि भयो, तथापि त्यसले पनि धेरै राम्रो काम गरेको साथीहरू पनि हामीसँग हुनुहुन्छ भने अहिले नेपाल सरकारले स्टार्टअपका लागि एउटा अभियान सुरु गरेको छ। हेरौँ अब कार्यविधि बनेर आउँदाखेरि कति पैसा प्राप्त हुनसक्छ। सर्टिफिकेट मात्रै राखेर पनि स्टार्टअपमा काम गर्न सकिन्छ भन्ने पोलिसी विगतमा नै आएको हो, तर त्यसले चाहिँ खास मुहूर्त रूप लिन सकेको छैन। हामी पोखराभित्र रहनुभएका जति पनि बेरोजगार साथीहरू हुनुहुन्छ तपाईँहरूका लागि रोजगारी सिर्जना गर्ने काममा महानगरपालिका यहाँको साथमा छ। म खुसी पनि व्यक्त गर्न चाहन्छु, यसलाई अन्यथा ठान्नु होला। पटक पटक हामीले को बेरोजगार हुनुहुन्छ आउनुहोस् भन्दा महानगरपालिकाको 33वटा वडाभित्रबाट खास बेरोजगार आउनु भएको छैन। तर पोखरा 72 भाषा बोल्ने 67 जिल्लाका व्यक्तिहरू बस्ने ठाउँ हो। त्यस कारणले गर्दा यो सबैको घर हो, सबैले रोजगारी पाउनुपर्छ। जो बेरोजगार हुनुहुन्छ काम गर्न र योग्यता क्षमता अनुसारको काम आजै पाइएन भने पनि सानो पोस्टबाट भए पनि सुरु गरेर भोलि माथि जानेको चाहिँ इच्छा राख्यौँ भने सबै पोस्ट हाम्रो लागि उपयुक्त हुनसक्छ। त्यो कुरा यहाँले सोचेर अगाडि बढ्नु होला। यो आजको जब फेयरले पक्कै पनि रोजगारदाता रोजगार खोज्नेहरूका लागि एउटा अभूतपूर्व सङ्गम हो भन्ने मलाई लाग्छ। जति कम्पनीहरू आज यहाँ आउनु भएको छ, जति व्यावसायिक संस्था र प्रतिष्ठानहरू पोखरा आउनु भएको छ, यहाँहरू सबैलाई म हार्दिक बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। हरेक वर्ष आउनु होला। म तपाईँहरूलाई फेरि पनि निम्तो दिन चाहन्छु। र खास गरी ग्रोथ सेलरले पोखराभन्दा बाहिरको म्यानेजमेन्ट गर्यो, यहाँभित्रको पोखरा उद्योग वाणिज्यले गर्यो र यसको अरू बाहिरी व्यवस्थापन र प्रवर्धनको काम पोखरा महानगरपालिकाले गरेको छ। म यहाँहरू सबैलाई महानगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु। यो कार्यक्रमको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।